गाइसहरू आइसकेको छ म काम गर्ने ठाउँ होइन, हेर्न सक्नुहुन्छ। यो चाहिँ फुलहरू हो होइन, म चाहिँ यहीँ काम गर्छु गाइजहरू, हेर्न सक्नुहुन्छ। यो हामीसँग चाहिँ अहिले गोदावरी राखेको छ होइन, यस्तो फुलेको गोदावरी छ। तपाईँहरूलाई चाहिनेमा हाम्रो राजकमल नर्सरीमा सम्पर्क गर्न सक्नुहुन्छ। यसको चाहिँ 150 150 छ होइन, आउनु सक्नुहुन्छ। यो चाहिँ एन्जेलिया हो गाइजहरू, हेर्न सक्नुहुन्छ होइन, फुलिरहेछ, कुनै फुलेको छैन होइन। ए हाम्रो पूर्ण अङ्कल के गर्नुभएको, के गर्नुभएको? बसिरहेको छु, घाम ताप्दै केटा के गर्ने। पूर्ण अङ्कल घाम ताप्दै हुनुहुन्छ, मोबाइल हेर्दै होइन। हामीसँग चाहिँ यहाँ डेलिया पनि छ। यो कति दामको हो पूर्ण अङ्कल? 150 100 रुपियाँ अरे होइन, हेर्न सक्नुहुन्छ तपाईँहरूले। यता बगानबेली छ हामीसँग, यता सितारा छ। तपाईँहरूलाई चाहिए जति सबै छ हामीसँग चाहिँ होइन। तपाईँहरूलाई चाहिन्छ भने हाम्रो राजकमल नर्सरीमा आउनु सक्नुहुनेछ। हामीसँग यता भित्र पनि छ, हेर्न सक्नुहुन्छ होइन। यता चाहिँ हाम्रो घरभित्र राख्ने सामान छ, घरभित्र बाहिर राख्ने सामानहरू छ होइन, हेर्न सक्नुहुन्छ। यो ठुल्ठुलो देख्दै हुन्छ, यो ठुल्ठुलो बिरुवासँगै पैसा पनि ठुल्ठुलो छ है। अब यस्तै हो, हेर्न सक्नुहुन्छ। छोरा मान्छेको जिन्दगी, काम गरेर जीवन कटाउनु पर्छ होइन। यता पनि छ हाम्रो, देख्नुभयो होला होइन। यो चाहिँ क्यालेन्चो हो, हेर्न सक्नुहुन्छ होइन। यो चाहिँ पिस लिली हो, यसको नाम थाहा भएन मलाई, यसको नाम पनि थाहा भएन, हेर्न सक्नुहुन्छ। यो चाहिँ एउटा रुख हो होइन, तपाईँहरूले गमलामा राखेर स्टोर प्लान्ट पनि राख्दा हुन्छ तपाईँहरूले यो बिरुवालाई। ल हाम्रो अर्को दाइ पनि आइसक्नु भयो। यो दाइ चाहिँ हाम्रो यहाँ चाहिँ भर्खर नयाँ आउनुभएको होइन दाइ। काम कस्तो लाग्छ दाइ? राम्रो लाग्दैछ। हाम्रो यहाँको मालिकनी आन्टी चाहिँ यहाँ हुनुहुन्छ, मन्जा आन्टी चाहिँ यहाँ हुनुहुन्छ, हेर्न सक्नुहुन्छ। तपाईँहरूलाई सिजनल चाहियो भने हामीसँग अहिले सयपत्री छ, हेर्न सक्नुहुन्छ होइन। यता डेलिया छ, अनि यता हाम्रो क्याप्सिकम खोर्सानी, यो क्यालेन्चो भयो होइन। हामी चाहिँ फर्स्ट यसरी उमार्छौँ, अनि यसरी उमारिसकेपछि हामी चाहिँ यसरी यो हेर्दै हुन्छ, यो भिम्कामा राख्छौँ होइन। हेर्न सक्नुहुन्छ। यो चाहिँ डेलिया हिजो भर्खर हामीले सारेको यो भिम्कामा छ, हेर्न सक्नुहुन्छ, यसमा छ होइन। यता हेर्न सक्नुहुन्छ पिटुनिया, अरू बिरुवा पनि छ, यसको नाम थाहा भएन मलाई, हेर्न सक्नुहुन्छ है होइन। यो चाहिँ गजनिया हो, रातो पिङ्क सेतो पनि फुल्छ होइन, हेर्न सक्नुहुन्छ। अरू पनि यो चाहिँ सिजनल हो होइन। हामी चाहिँ फर्स्ट यस्तोमा राखेर अनि मात्रै हामी यस्तोमा सार्छौँ। यो चाहिँ हाम्रो अर्को ठाउँ हो, हेर्न सक्नुहुन्छ। हामीसँग चाहिँ क्याक्टस पनि रहेको छ, हेर्न सक्नुहुन्छ। क्याक्टस चाहिएमा हामीलाई सम्पर्क गर्नु होला। यो चाहिँ एडेनियम हो होइन, माउ राखेको हामीले। यो चाहिँ हाम्रो लालुपाते, तपाईँहरूलाई चाहिन्छ भने सम्पर्क गर्नु होला। यसलाई चाहिँ जम्मा 500 रुपियाँ। यसको नाम थाहा भएन होइन, तर दामी फुल्छ होइन। यसको यो चाहिँ हामीले माउ राखेको, यसको बच्चा चाहिँ यहाँ छ। यो चाहिँ बिक्री गर्नको लागि हो, यो पनि बिक्री हुन्छ। यता तल पनि छ बिक्री गर्ने होइन, यो पनि बिक्री गर्ने हो। यो चाहिँ अर्को ठाउँ हो, यसमा चाहिँ सबै धुप्पी मात्रै छ होइन, धुप्पी छ, हेर्न सक्नुहुन्छ। यो चाहिँ धुप्पीको सिजन छ। यता हाम्रो अर्को दाइ पानी हाल्दै हुन्छ होइन। यो चाहिँ हाम्रो के भन्छ यसको नाम के दाइ?
नाम के यसको लालुपाते हो यो चाहिँ होइन मलाई नाम भनिएको थिएन दाइले भनिदिनु भयो हाम्रो दाइ चाहिँ अहिले पानी हाल्दै हुन्छ धुप्पीहरूमा होइन बिहान बिहान चाहिँ दाइको ड्युटी हो पानी हाल्ने होइन अरू दाइले चाहिँ हालिसकेको छ यहाँ चाहिँ हाम्रो सबै धुप्पीहरू मात्रै छ हाम्रो यहाँ चाहिँ हाम्रो राजकमल नर्सरीको हाम्रो आन्टी हुन्छ होइन के गर्नुभएको आन्टी यो बिरुवा केलाउँदैछ भाइ ए मरेको बिरुवाहरू पातहरू बिग्रेको केलाउनु पर्छ नि त ए हाम्रो आन्टीहरू पनि अब काममा धमाधम आउन थालिसक्नु भयो होइन हाम्रो 8 बजेदेखि सुरु हुन्छ 5 बजीसम्म अब आन्टीहरू आइसक्नु भएको छ हाम्रो चाहिँ नयाँ दिदी हो होइन पहिला नि गरेर फेरि आउनुभएको छ ल हाम्रो रेणुका आमा पनि आइसक्नु भयो काममा होइन अब चाहिँ म अर्को ठाउँ जाँदैछु त्यसमा चाहिँ हामी माटो चाल्छौँ होइन माटो पनि चाल्छौँ अनि त्यसमा चाहिँ हामी त्यहीँभित्र चाहिँ हामीले एउटा गुम्साएको छौँ होइन त्यो चाहिँ गुम्साएर फुल एरिकाहरू चाहिँ राखेको छौँ हामीले होइन त्यो ठाउँ पनि तपाईँहरूलाई म देखाउने छु यो ठाउँ हो होइन म आइसकेको छु म अब गेट खोल्नेछु गेट खोलिसकेको छु सबैभन्दा फर्स्ट तपाईँहरूलाई म यहाँ भएको मलहरू देखाउने छु मलहरू होइन मैले थाहा छैन यो कुन मल हो यहाँ चाहिँ हामी माटो चाल्छौँ हेर्न सक्नुहुन्छ होइन यो चाहिँ हामीले माटो चाल्ने हो यो माटोलाई हामी रोप्छौँ यहाँ चाहिँ यहाँबाट खनेर यो माटो यहाँ हालिन्छ यहाँबाट फेरि यसमा चालिन्छ होइन हामीले चाहिँ यहाँ भर्मी मल हालेको छौँ यता हेर्न सक्नुहुन्छ पत्कर यो चाहिँ हामीले मरेको बिरुवाहरूको डल्ला यहाँ फाल्छौँ होइन यो चाहिँ नयाँ आएको बिरुवा हो होइन के आएको छ मलाई थाहा छैन मैले अघि गुम्साएर राखेको होइन यही हो मैले खोलेँ होइन मैले खोलिसकेपछि यहाँ हेर्नु सक्नुहुन्छ यो बगानबेली सबै बगानबेली हो 3टा यहाँ बेड छ यहाँ 3टा बेड चाहिँ बगानबेलीको अरू सबै एरिकाको हो हेर्न सक्नुहुन्छ होइन हामीसँग चाहिँ यो यत्रो पोलीमा छ एरिका होइन यो चाहिँ हामीसँग अहिले बिक्री गर्नु छैन होइन तपाईँहरू चाहिएमा सम्पर्क गर्नु सक्नुहुन्छ यो चाहिँ एरिका हो होइन हामीसँग चाहिँ यता यो चाहिँ सबै हामीले माउ राखेको बगानबेलीहरू हेर्न सक्नुहुन्छ होइन तपाईँहरूले कुन खालको बगानबेली सबै छ हामीसँग चाहिँ होइन चाहिएमा हाम्रो राजकमल नर्सरीमा सम्पर्क गर्नु होला आजको भिडियो म यति नै राख्दै होइन तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो होइन लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला